नि आऊ किन म त यहाँ त अब हाई नानी आउन छोड्यो लाइट बाल्देऊ न लाइभ रिपोर्टिङ फ्रम आप्टारी अहिले चाहिँ रातिको कति बज्यो 9:30 भयो हामीले 9:54 हामीले पुल्चोकमा गाडी नपाएर अहिले चाहिँ हामी आप्टारीमा छौँ यहाँ चाहिँ पूर्वबाट आएको गाडी नि पाउँछ अनि पश्चिमबाट आएको गाडी पाउँछ दुवैतिरबाट आएको गाडी पाउँछ भनेर हामी चाहिँ यहाँ आएको सो लेट्स सी 8 बजे घरबाट हिँडेर अहिलेसम्म हामी नारायणघाट पनि छौँ के कति बेला गाडी पाउने थाहा आप्टारीबाट चढेको गाडीले चाहिँ जुगेडीमा ल्याएर खाना खान रोक्यो अरूले चाहिँ यति बेला खाना खान्छन् हामी चाहिँ चिया खाने मान्छे पर्यो परेबाट टी लभर त इज अलवेज अनि चना चाहिँ जस्ट टेस्ट गरेको पानी छ औषधि छ तब 6 बजेबाट चाहिँ हाम्रो छिम्ती जाने गाडी छ बाटोमा अलपत्र बढेको अवस्था अगाडि पहिरो गहारे त्यही भएर यो गाडीहरू सब यहाँ रोकिरह दाल भात पावर अब निस्किन्छ भ्यू फ्रम चिम्ती के भन्छ हो मलाई राम्रोसँग प्रोनाउन्स गर्न आउँदैन हाम्रो ट्रेक चाहिँ चिम्टीबाट अफिसियली स्टार्ट भयो अब चाहिँ हामी दाल भात दन्काएर हिँडिरहेछौँ ब्याग लास्ट भारी छ लेट्स सी आज कहाँ पुगिन्छ हामी घाम नलाग्दै हिँड्यौँ बट घाम यति तलसम्म लागिसक्यो एन्ड अझ पनि हामी हो त्यहाँ जानु छ त्यो झन्डाको ठाउँमा त्यो चाहिँ हाम्रो टी ब्रेकवाला स्टप यो ट्रस्लाको ठाउँ छ नि त्यहाँबाट आएको 1 घन्टामा यति आइपुग्यौँ बल्ल हामी देखि नि फोटो खिच्नु परेको छ त्यो गाई देख्यो नि फोटो खिच्नु पऱ्यो केही नदेखा जस्तो कि लगभग 2 घन्टा हिँडेपछि हामी चाहिँ यहाँ आयौँ कहाँ आयौँ भन्ने थाहा चाहिँ छैन घाम चाहिँ देख्यौँ है हामी घाम नलाउँदै हिँड्यौँ हो घाम यहाँ आइसकेछ सिधै यो डाँडाको माथि जाने होला पक्कै पनि राम्रो देखाएको छ नि क्यामेरा क्यानट क्याप्चर दिस ब्युटी के फाइनली यत्रो धेरै उकालो चढेपछि अब एकछिन चाहिँ तेस्रो बाटो छ हाम्रो स्टप चाहिँ त्यो डाँडामा हुन्छ त्यहाँ झरना छ झरनाभन्दा माथि चाहिँ त्यहाँ होटेलहरू छ 5 पोखरी त्यही नै छ अरे है सुनेको अहिले एकछिन चाहिँ यहाँ तेस्रो बाटो आइरहेर सजिलो भयो फेरि ठाड्डै उकालो चढ्नुपर्छ गाह्रो छ हामी चाहिँ धेरै माथि आयौँ कति माथि आयौँ चाहिँ थाहा छैन न वाइफाई छैन टावर धरी छैन एनटिसीमा चल्दो रहेछ एनसेल हामी सबैको एनसेल छ सो सब घरबाट कन्ट्याक्टलेस छौँ क्या हामी भने पनि छैन कहाँ पुग्यौँ भन्ने नि होटेलमा नि वाइफाई छैन एनटिसीवाला कोही छैनन् त्यहाँ अगाडि चाहिँ एउटा स्टप रहेछ अगाडि स्टपमा बसेपछि चाहिँ सिधै हामी त्यो डाँडामा पुग्ने हो धरी सकेको छैन कि म खर्क भन्ने ठाउँमा आएछ यसको एलिभेसन चाहिँ 3407 मिटर रहेछ धेरै माथि आएको हामी अब यहाँबाट 5 पोखरी पुग्न चाहिँ 6.57 किलोमिटर भनेको चाहिँ यो डाँडा कटेर त्यो डाँडा कटेर त्यहाँ पुग्नु पर्ने छ त्यहाँ सानो खोला झरे जस्तो देखा त्यहाँ पुग्नु पर्ने छ यस्तो राम्रो देखिरहेको छ नि
तातो पानी यही फुल हेर्नलाई आएको यो फुल त सब हराइसकेछ केही छैन अहिले चाहिँ हामी नर्थ स्याम पार्टी हो कि के भन्ने ठाउँमा आयौँ यहाँ चाउचाउ खाएर अबको हाम्रो खाना खान चाहिँ हामी 5 पोखरी नै पुग्ने होला लुक एट द भ्यू पुरै बादल लागेर कहाँसम्म देख्दो रहेछ अब चाहिँ हाम्रो नेक्स्ट रेस्ट क्याम्प चाहिँ डाइरेक्ट 5 पोखरी हुन्छ बिचमा चाहिँ के पनि छैन अरे के कता हो पानी धरि पाउँदैन अरे अनि हामी चाहिँ बोतलहरूमा पानी सब लिएर गइरहेछौँ डाइरेक्ट यो सबै ठाट्टै उकालो जानु छ यता कस्तो राम्रो भ्यू देखेको टाढा चढ्न गाह्रो भयो भनेर जङ्गलको बाटो आएको बिचमा पोखरी भेटिरा यहीबाट फर्किम गयो यही पोखरी हेरेर गाह्रो चाहिँ एकदम गाह्रो छ है बिगिनरको लागि इफ हिँड्न सकिँदैन भने त हुन त म नै बिगिनरै हो दिसमा सेकेन्ड ट्रेक मलाई फर्स्ट ट्रेकबाट मेरो सजिलो लाग्थ्यो क्या बट यो त के हो यो मलाई यो उकालो देख्दा नि वाक्का दिक्क लागिसक्यो अझै यो सिडी भनेपछि त किन बनाउँछन् कि मान्छेहरूले सिडी भ्यू त राम्रो छ तर के गर्नु यत्रो सिडी चढेर त्यहाँ पुग्नु छ फेरि आयो ठाड्टै उकालोवाला त्यहाँ माथि पुग्नु छ अब हामी कहाँ पुग्नु छ भने त देखिँदा नि देखाएन कि पुरै बादल आएर हाम्रो पछाडि कोही रहन्छन् जस्तो हो त्यो सिडी चढेर यता माथिबाट जानको दुःखले ढुङ्गा चढेर आयो हामीले गाह्रो छ यो उकालो देखेर त मलाई यही ढल्छु जस्तो भइसक्यो फाइनली 5 पोखरी after lots of struggle हामी हो कि हिँड्नै नसक्ने भैरव कुण्ड तलबाट हामी 4 बजी हिँडेको भ्यू पोइन्टमा चाहिँ 5:15 मा आइपुग्यौँ यस्तो राम्रो देखाएको छ है म आउँछु जस्तो चाहिँ लागेको थिएन तर आउनु चाहिँ आयो है एक्सपेक्टेड म माथि आउँछु जस्तो लागेको थिएन कि मलाई हिजो मलाई यस्तो गाह्रो भएको थियो नि म ढलिसकेको थिएँ कि बाटोमा बट आज चाहिँ सनराइज इज नट न्यू फर मी बट स्टिल 5 वटा पोखरी चाहिँ न्यू थियो Finally at 5 पोखरी finally 4300 मिटर माथि for the first time हिजोको स्ट्रगलले चाहिँ मलाई यहाँसम्म पुग्छु जस्तो लागेको थिएन कि बट आई डिड इट मम्मी यो चाहिँ 5 पोखरी एन्ड यो हिमालको नाम चाहिँ थाहा छैन त्यो माथि हिँडेको त्यहाँबाट अलि राम्रो भ्यू देख्छ भनेर साथी चाहिँ गइसक्यो एउटा तलै सुतिरहेछ हामी दुईजना मात्र आएको माथि चाहिँ लुक एट द्याट भ्यू ट्राइपड बोकेको थिएँ तर मलाई यसरी स्ट्यान्ड लगाउनै आएन काम लागेन ट्राइपड भएर यहाँबाट चाहिँ बल्ल 5 वटा पोखरी देख्दो रहेछ उताबाट छेक्दो रहेछ एन्ड वर्थ इट
अहिले चाहिँ झर्न गएको तल आज जति सक्दो तल गएर बस्नु छ सक्यो त काठमाडौँ नै पुग्ने सोच हो तर बिचबाट गाडी पाउँदैन गाडी पाउने ठाउँसम्म चाहिँ बस्नु मन छ पुग्नु पर्छ कस्तो राम्रो देखेको झर्न त मन छैन तर के गर्नु